हेलो नमस्कार गुड इभिनिङ सबैजनालाई। म चाहिँ अहिले यहाँनिर मिलन मोडमा छु है। मिलन मोडको जग्गामा यहाँनिर चाहिँ मैले यहाँ दिदी र दाजुले चाहिँ सेलरोटी बनाएर बिक्री गर्दै गरेको देखेँ होइन। चटनी हो पुदिनाको। यो हो तपाईँको हाम्रो गोर्खेको आलुदम र सेलरोटी। पनि अब एक दुई पिस लगेर सपोर्ट है। उहाँहरूको पनि बिक्री बट्टा राम्रै चल्दैछ यहाँनिर र हामी दुई कुरा चाहिँ उहाँहरूकोबाट जानौँ, कहिलेदेखि उहाँहरूले यहाँ सुरु गर्नुभएको र कस्तो चल्दैछ भनेर है। पहिले त मबाट नमस्कार हो। मैले त यहाँ दोकान खोलेको 3 वर्ष भइसक्यो। मेरो दोकानमा चाहिँ आलुदम सेलरोटी अब आलु यस्तैहरू प्याजीहरू पाउनुहुन्छ। सबैले खै राम्रै छ भन्छन्, आएर खाइदिनुहुन्छ होला भन्ने चाहिँ आशा राख्छु हो। अब अरू त खै हामी त्यति साह्रो मोबाइलमा आउनु जान्दिनँ हो, त्यही लागि उहाँलाई सोध्नुहोस् अलिअलि। ढाबा छ, सेलरोटी, आलुदम, ब्रेड पकौडा, चप, प्याजी, चिया यस्तै बेच्छौँ बेलुका 5 बजीदेखिको। कुन जग्गामा पनि हो? यो हाम्रो मिलन मोड हो, मिलन मोड क्वार्टर लाइन। हामी चाहिँ अब टी गार्डनमा काम गर्छौँ, गुल्मा टी गार्डन। र बेलुका समयमा चाहिँ बेलुका हाम्रो 4:30 बजीदेखिको खोलिन्छ, 9 बजीसम्म चलाउँछौँ। हाम्रो दाजु दिदीले दिनभरि टी गार्डनमा काम गरेर चाहिँ बेलुका 4:30 बजीदेखिको चाहिँ यहाँनिर दोकान खोलेर बस्नुहुन्छ र आएर हाम्रो दिदी दाजुहरूलाई सहयोग पुर्याउनुहुन्छ होला भन्ने आशा राख्दछु है। धन्यवाद।